What's up guys, सबैलाई वेलकम ब्याक भन्दा पनि सबैलाई चाहिँ वेलकम छ नयाँ भिडियोमा। यहाँ चाहिँ हाम्रो पहिलो भिडियो पोलिबियरको आएको छ। म चाहिँ धेरै कुरा चाहिँ भन्न चाहदिनँ, यति भन्छु कि लाइक शेयर कमेन्ट गरिदिनु होला। म चाहिँ नेपाली पढेँ गाइस। आज चाहिँ इन्ट्रोडक्सन मात्र दिन चाहन्छु। म चाहिँ एउटा जस्ट सानो युट्युबर थिएँ, मेरो पहिला नि थियो च्यानल, तर पछि त्यो कसरी हट्यो थाहा भएन। ल आउँछ पोलिबियरमा रेगुलर भन्दा नि एक हप्तामा एकचोटि चाहिँ आउँछ। ल यो चाहिँ वर्ल्ड हो, म तपाईहरुलाई देखाउँछु। यो चाहिँ हाम्रो फार्मतिर जान्छ। यो चाहिँ मेरो सुगर क्यान फार्म हो, यसको ट्युटोरियल पनि म हालिदिन्छु पछि। अनि यहाँ चाहिँ यसरी सुगर क्यान कलेक्ट हुन्छ। अनि यो हाम्रो क्रिपर भन्नाले गन पाउडर फार्म। यहाँ चाहिँ गन पाउडरहरू यसरी आउँछ। यहाँ चाहिँ क्राफ्टिङ टेबल छ। अनि त्यो माथिको चाहिँ एएफके जोन हो, म तपाईहरुलाई देखाइदिन्छु। यो एएफके जोन चाहिँ त्यो क्रिपरहरू स्पन भएर मर्छन्, त्यही भएर हामी यहाँ बस्नु पर्छ एएफके। अनि यो चाहिँ फार्मको गेट हो। अनि त्यसपछि उयो हाम्रो लामाहरू आउँछ। यहाँ दुईटा लामाहरू छ, जो कि मैले ट्रेडरबाट चोरेको। अनि यहाँ चाहिँ सेल पनि छ लामा, जम्मा 7 डायमन्ड एउटा लिड पनि आउँछ। ल अब मैले वर्ल्डको बारेमा त भनिदिइसकेँ धेरै जस्तो। यो पछाडिको के हो भन्ने सोच्नुभयो होला। उयो चाहिँ एउटा रेलवे ट्र्याक जस्तै हो, मैले बनाएको थिएँ। यसलाई बनाउन चाहिँ बाँकी नै छ अझै। अनि यहाँ छ हाम्रो बिकन पनि देखाइदिइहाल्छु डायमन्डको। अनि मेरो पेटहरू चाहिँ त्यो लामा भयो। अनि यहाँ अलि सिक्रेट पेटहरू छन्। यसको नाम हो रोलेक्स। यसको नाम हो, अब आफै पढ्नुस्, कमेन्टमा स्प्याम गरिदिनुस् यसको नाम ठिक छ कि छैन। यो चाहिँ स्टोरेज रुम हो, यो किचन हो, यो बिकन छ यता। अनि मैले चाहिँ एन्डर ड्रागन मारिसकेँ। यो चाहिँ चेन हो, अनि त्यही हो हेड। अनि यहाँ
चाहिँ हाम्रो सिक्रेट खजाना छ गाइज मेरो एन्ड चेस्टमा। मिया दिदी कति छिटो गयो जुन सिन्सबाट नजानु न। यसको छोरा हो यो जोनी सिन्स चाहिँ मैले कहाँ हराइदिएँ। म केभमा एकचोटि माइनिङ गर्न गएको थिएँ अनि त्यहीँ बसाएर छोडिदिएछु अनि आउँदै आएन अनि कहाँ गयो कहाँ बसाइ थाहा नै छैन। अनि यो चाहिँ मेरो आफ्नै मैले आफैले बनाएको भन्छ नि भेजिटेबल ग्रो गर्ने मैले बिर्सेँ यसको नाम चाहिँ कमेन्टमा दिनुहोला। अनि यहाँ चाहिँ मैले स्केयर क्रो बनाएको छु। हुन त माइनक्राफ्टमा क्रो आउँदैन त्यही पनि मजाको लागि। अनि यहाँ चाहिँ मेरो मेन बेस छ। अनि यहाँ चाहिँ मैले युज गर्ने सामानहरू छ सोको लागि राखेको। अनि यहाँ चाहिँ भिलेजरहरू देख्न मिल्छ किनभने दुईचोटि रेड आएको थियो यो भिलेजमा त्यो पनि मैले कारण। अनि धेरै जस्तो म चाहिँ यहीँ सुत्छु उता भन्दा एउटा भिलेजर रहेछ उज्जा। म सुत्ने भनेको चाहिँ यहाँ माथि हो टक्क लाएर आसमानको उचाइ हेर्दै। यहाँ चाहिँ यो खायो भने चाहिँ रेड हुन्छ गाइज त्यही भएर नखानु होला। यहाँ चाहिँ ओमियस ब्यानर छ यसलाई चाहिँ अहिले यहीँ छोडिदिउँ। अनि अब कुरा हुन्छ मेरो आर्मरको। मेरो आर्मर चाहिँ ठिकै छ अनि मसँग एउटा इलाइट्रा पनि छ। कति छिटो हङ्गर भइरहेको। अनि यही हो अरू कुरा। फायरवर्क पनि थियो मसँग तर अहिले कहाँ गयो। म बनाउँछु यसमा चाहिँ फ्रस्ट वाकर छ जमाइदिन्छ सबै कुरा। ल गाइस आजलाई यति नै थियो। अब भिडियोहरू चाहिँ हप्तामा एकचोटि नभए 2 हप्तामा एकचोटितिर आउँछ है। डेली पनि आउन सक्छ तपाईँहरू हेर्दै गर्नुहोला। प्लिज लाइक सेयर कमेन्ट गरेर छोडिदिनु होला मेरो फर्स्ट इन्ट्रोडक्सन कस्तो थियो हैन। ल बाई बाई।